नमस्कार सबैजनामा स्वागत छ मेरो युट्युब च्यानल इको संसारमा। आज चाहिँ हामीले इन्कम इलास्टिसिटी अफ डिमान्ड पढ्न गइरहेका छौँ। हिजो चाहिँ हामीले प्राइस इलास्टिसिटी अफ डिमान्ड पढेका थियौँ। यो इन्कम इलास्टिसिटी अफ डिमान्ड बुझ्नुभन्दा पहिला हामीले चाहिँ फ्याक्टर्स अफेक्टिङ डिमान्डमा चाहिँ हामीले कन्ज्युमर इन्कम भनेर पढेका थियौँ नि। त्यति बेला चाहिँ हामीले के भनेको थियौँ, देयर इज पोजिटिभ रिलेसनसिप बिट्विन कन्ज्युमर इन्कम एन्ड क्वान्टिटी डिमान्ड। इफ तपाईँको कन्ज्युमरको इन्कम बढिरहेछ भने तपाईँले मोर डिमान्ड गर्नुहुन्छ, इफ घटिरहेछ भने कम डिमान्ड गर्नुहुन्छ। भनेपछि यहाँ चाहिँ पोजिटिभ रिलेसनसिप भयो कन्ज्युमर इन्कमको र क्वान्टिटी डिमान्डको। तर यो अप्लाई हुने नर्मल नेसेसरी गुड्सहरूमा हो, इन्फेरियर गुडमा यो अप्लाई हुँदैन। यो यसको एक्जिस्टेन्स छ नि, यो रिलेसनसिप पोजिटिभ रिलेसनसिप इन्कम र क्वान्टिटी डिमान्डको इन्फेरियर गुडहरूमा यो होल्ड हुँदैन भन्नेवाला बुझेर चाहिँ हामी जाउँ है। अब यो यसले भन्न के खोजेको भने इन्कम इलास्टिसिटी अफ डिमान्डले तपाईँको आम्दानीमा कति केही पर्सेन्टले चेन्ज आउँदा तपाईँको क्वान्टिटी डिमान्डमा कति पर्सेन्टले चेन्ज आउँछ भनेर हेर्ने रेसियो हो कि, जसमा चाहिँ हामीले फर्मुलाबाट हेरौँ है त। इन्कम इलास्टिसिटी अफ डिमान्ड इक्वल टु पर्सेन्टेज चेन्ज इन क्वान्टिटी ड्यु टु पर्सेन्टेज चेन्ज इन कन्ज्युमर इन्कम। यसले चाहिँ के हेऱ्यो, तपाईँको इन्कममा आएको चेन्ज र क्वान्टिटी डिमान्डमा आएको चेन्जको रेसियो हेऱ्यो है यसले। अब यो सिम्पल नै छ, हामी सिधै यसको टाइप्सतिर जाउँ। टाइप्समा चाहिँ यहाँ मैले चाहिँ 5वटा लेखेको छु लेख्नलाई, तर चाहिँ मैले 3 भागमा बाँडेको छु। जिरो इन्कम इलास्टिसिटी अफ डिमान्ड, पोजिटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड, नेगेटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड। अब 1 नम्बरबाट जाउँ है त हामीले जिरो इन्कम इलास्टिसिटी अफ डिमान्डबाट। यहाँ चाहिँ के भयो भने वाइ कन्ज्युमर इन्कम डिक्रिज अर इन्क्रिज हुँदा क्वान्टिटी डिमान्डमा फरक परेन। हाम्रो डिमान्ड कम D1 डिमान्ड कप चाहिँ भर्टिकल भयो। Y1 देखि Y2 इन्कम बढ्यो, तर भने हाम्रो क्वान्टिटी डिमान्ड चाहिँ बढेन। भनेपछि यहाँ के हो भने जिरो इन्कम इलास्टिसिटी अफ डिमान्ड, और हामीले चाहिँ पर्फेक्टली इनइलास्टिक डिमान्ड पनि भन्छौँ यसलाई। यो फिगर यो D1 चाहिँ हामीले भर्टिकल लाइनमा खिच्देपछि जस्ट हामीले इन्कम चेन्ज भएको देखायौँ, क्वान्टिटी डिमान्ड चेन्ज भएको देखाएनौँ। जिरो इन्कम इलास्टिसिटीको चाहिँ इक्जाम्पल हेर्दाखेरि गुड्स कस्तो गुड्सहरू पर्छ भने, जस्तै उदाहरणको लागि साल्ट भयो, नुन भयो, तपाईँको नेसेसरी हुने मेडिसिनहरू, त्यस्तो कुराहरू चाहिँ तपाईँले इन्कम बढ्यो भन्दैमा धेरै खाने कुरा त हुँदैन नि त। जति चाहिने हो, इफ तपाईँ बिरामी हुनुहुन्छ भने त्यति नै क्वान्टिटी डिमान्ड गर्न पर्यो सन्चो हुनलाई। अनि साल्ट चाहिँ तपाईँले दैनिक जीवनमा जति पोर्सन चाहिने त्यति मात्रै युज गर्नुहुन्छ। योसँग इन्कम चेन्ज भयो भने धेरै खाने त होइन नि त नुन, त्यही नै हुन आउँछ यसको इक्जाम्पल। यति थियो। अनि हामी अब चाहिँ पोजिटिभ इन्कम इलास्टिसिटी अफ डिमान्डमा गयौँ। पोजिटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड, यसमा चाहिँ 3वटा केसेसहरू पर्छ कि। एउटा चाहिँ इन्कम इलास्टिसिटी अफ डिमान्ड इज लेस देन 1, इक्वल टु 1 और ग्रेटर देन 1। यहाँ चाहिँ हामी फर्स्टमा अब 3टा केसेस हेर्दाखेरि रिलेटिभली इनइलास्टिकबाट गइरहेछौँ, लेस देन 1बाट है। यहाँ चाहिँ अब के हुन्छ भने पर्सेन्टेज चेन्ज इन कन्ज्युमर इन्कम इज ग्रेटर देन पर्सेन्टेज चेन्ज इन क्वान्टिटी डिमान्ड। यसले के भन्यो, तपाईँको चाहिँ इन्कम धेरैले बढ्यो है, तर तपाईँले चाहिँ क्वान्टिटी डिमान्ड थोरै गर्नुभयो के। तपाईँको त्यही प्रपोर्सनले चाहिँ जसरी इन्कम बढाएको थियो नि, त्यो प्रपोर्सनले चाहिँ तपाईँले क्वान्टिटी डिमान्ड बढाउनु भएन। जस्तै है यहाँ हेरौँ है, वाइ एक्सिस यहाँ इन्कम छ, एक्स एक्सिसमा क्वान्टिटी छ। तपाईँको Y1बाट Y2 10%ले बढ्यो है इन्कम, तर तपाईँको हेर्नु त क्वान्टिटी डिमान्ड कतिले बढ्यो, Q1 देखि Q2 जम्मा 5%ले बढ्यो के। यहाँ तपाईँको इन्कम धेरैले बढ्यो, क्वान्टिटी डिमान्ड थोरैले बढ्यो। रिलेटिभली इनइलास्टिकले चाहिँ लेस देन 1ले चाहिँ इन्कम इलास्टिसिटी इज लेस देन 1ले चाहिँ यही भन्न खोजेको, तपाईँको इन्कम धेरैले बढ्यो तर क्वान्टिटी डिमान्ड कमले उ गऱ्यो भनेपछि यसको इक्जाम्पल के हुन आउँछ भने तपाईँको नर्मल गुड्सहरू के, नेसेसरी गुड्सहरू, जस्तै तपाईँको इन्कम अहिले यथावत रहँदा पनि तपाईँले चामल खानुहुन्छ, बच्चा बच्चीहरूको लागि दुध चाहिन्छ, घरमा चाहिने सामानहरू चाहिन्छ होइन। इफ अब तपाईँको इन्कम बढ्यो केही प्रतिशतले, इन्कम बढ्यो है, यहाँ बढिरहेछ, त्यो अब तपाईँले मिल्क ल अलिकति आधा लिटर लिने ठाउँमा 1 लिटरसम्म लिनु होला न। त्यसभन्दा बढी तपाईँले क्वान्टिटी डिमान्ड गर्न सक्नुहुन्न नि त। नेसेसरी गुडमा जति चाहिने त्यति किन्यो, थोरै त्यसको क्वालिटी र थोरै क्वान्टिटी बढाए मात्र हो, नत्र भने त्यति चाहिँ जति इन्कम बढाएको थियो त्यति प्रपोर्सनलले चाहिँ तपाईँले त्यस्ता वस्तुहरूको चाहिँ क्वान्टिटी डिमान्ड बढाउनुहुन्न। यसले चाहिँ यही रिलेटिभली इनइलास्टिक डिमान्डले चाहिँ यही भन्न खोजेको थियो। अब हामी सेकेन्डमा जाऊँ, यही पोजिटिभ इन्कम इलास्टिसिटीभित्र हो युनिटरी इन्कम इलास्टिक डिमान्ड। यहाँ चाहिँ के हुन्छ भने युनिटरी इन्कम इलास्टिक
ले चाहिँ के भन्यो भने जति पर्पोर्सनले तपाईँको इन्कममा चेन्ज आएको छ त्यति पर्पोर्सनले चाहिँ तपाईँको क्वान्टिटीमा चेन्ज आयो। जस्तै हामीले इक्जाम्पलको लागि 5 मानेको थियो, तपाईँको इन्कममा चेन्ज आएको, क्वान्टिटी पनि 5 ले चेन्ज भयो। D1 डिमान्ड कर्भ चाहिँ अलिकति थोरै भए पनि उ छ यहाँ यो स्टिपर छ अगाडि, योभन्दा अलिकति फ्ल्याटर छ। यसमा चाहिँ अब हाम्रो इक्जाम्पलहरू कस्तो हुन आउँछ भन्दा पनि यो एकदम ह्याप्पी इन्सिडेन्टले हुने हो कि यो एक्ज्याक्टली बराबर युनिटरी हुनेवाला। सो यसमा चाहिँ कुनै गुड्सको इक्जाम्पल चाहिँ मैले दिएन। अब हामी चाहिँ पोजिटिभ इन्कम इलास्टिसिटी डिमान्डभित्रकै तेस्रो केस पढ्नेछौँ। तेस्रोमा के छ भने रिलेटिभली इलास्टिक डिमान्ड। यहाँ चाहिँ हाम्रो इन्कम इलास्टिसिटी अफ डिमान्ड चाहिँ ग्रेटर देन 1 हुन्छ। यसले भन्न खोजेको के भने पर्सेन्टेज चेन्ज इन इन्कम इज लेस देन पर्सेन्टेज चेन्ज इन क्वान्टिटी भन्न खोजेको। यसले के भने तपाईँको थोरै प्रतिशतले तपाईँको इन्कममा चाहिँ चेन्ज भयो। जस्तै हामीले मानौँ बढ्यो तपाईँको इन्कम, तर तपाईँले चाहिँ अब क्वान्टिटी डिमान्ड चाहिँ त्योभन्दा बढी गरिदिनु भयो कि तपाईँको क्वान्टिटी डिमान्ड चाहिँ ग्रेटर देन हुने भयो। ल हेरौँ त यसलाई ग्राफबाट। हाम्रो Y1 बाट Y2 मा थोरैले 5% हाम्रो इन्कम चेन्ज भयो है। तर हाम्रो हेर्नु त Y1 बाट Y2 मा जाँदा बित्तिकै हाम्रो Q1 बाट Q2 मा मानव 20% कि हाम्रो क्वान्टिटी डिमान्ड चाहिँ धेरै भयो क्या चेन्ज, जुन यो इन्कम चेन्ज पर्पोर्सनको भन्दा। सो यस्तो कुराहरू चाहिँ केमा हुन्छ भने जस्तै तपाईँको केही प्रतिशतले इन्कम बढ्यो भने तपाईँको लग्जरी गुड लाइक कार, गोल्ड, ज्वेलरी हुन्छ त्यहीमा चाहिँ हजुरले इन्भेस्ट गर्नुहुन्छ, त्यहीमा चाहिँ तपाईँहरू लगाउनुहुन्छ कि यसको डिमान्ड चाहिँ गर्नुहुन्छ। यो लग्जरी गुडमा चाहिँ लागु हुन्छ यो वाला टाइप चाहिँ। अब चाहिँ हामीले थर्ड टाइप नेगेटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड पढ्छौँ, जुनलाई चाहिँ हामीले रिप्रेजेन्ट गर्छौँ EY इज लेस देन 0। यसलाई चाहिँ के भन्छ भने देयर इज नेगेटिभ रिलेसनसिप बिट्विन कन्ज्युमर इन्कम एन्ड क्वान्टिटी डिमान्डेड। जुन चाहिँ मैले सुरुमा भनेको थिएँ नर्मल र नेसेसरी गुडमा चाहिँ यहाँ पोजिटिभ रिलेसनसिप हुन्छ, तर यो रिलेसनसिप चाहिँ इन्फेरियर गुडमा होल्ड गर्दैन। त्यसको लागि चाहिँ हामी इन्फेरियर गुड भने कस्तो खाले गुड हो भनेर बुझौँ है त। इन्फेरियर गुड भनेको कस्तो खाले भने जस्तै तपाईँको इन्कम अहिले नर्मल सिम्पल यसो जति चलिरहेको थियो त्यो बेलामा चाहिँ तपाईँले अरू कुरा एफोर्ड गर्न सक्नुहुन्न। तपाईँको जीवनशैलीको लागि जुन कुरा एफोर्ड गर्न सक्नुहुन्छ त्यही कन्ज्युम गर्नुहुन्छ तपाईँले। इफ तपाईँको थोरै इन्कम अलिकति इन्कम बढ्यो भने तपाईँहरूले चाहनुहुन्छ कि त्यो कुराहरू म सब्स्टिट्युट गर्न सकूँ, अझै बेटर क्वालिटीमा जान सकूँ भनेर चाहिँ तपाईँले इच्छा राख्नुहुन्छ र तपाईँले चाहिँ अर्को वस्तुको क्वान्टिटीमा बढाउनुहुन्छ। जुन चाहिँ पहिलादेखि युज गर्नुहुन्थ्यो नि त्यस्तो वस्तुहरू चाहिँ सब्स्टिट्युट गरेर अर्को वस्तु युज गर्नुहुन्छ अनि त्यो वस्तुहरूको क्वान्टिटी डिमान्ड चाहिँ घटाउनुहुन्छ। त्यसले चाहिँ जस्तै तपाईँले सेकेन्ड ह्यान्ड बाइकहरू, जस्तै एउटा स्टुडेन्ट छ कलेज टाढा पऱ्यो भने साह्रै गर्दा के गर्न सक्ला, त्यही सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्ने हो। इफ उसले चाहिँ अब कमाउने भयो, जागिर सागिर खायो भने उसले चाहिँ अब नयाँ बाइक नै किन्छ नि त। त्यसले चाहिँ क्वालिटीदेखि ल्याएर आफ्नो बेटर अफ गर्नको लागि चाहिँ आफ्नो कन्जम्सन चाहिँ सब्स्टिट्युट गर्यो। सो त्यो सेकेन्ड ह्यान्ड बाइकको क्वान्टिटी डिमान्ड त घट्ने भयो। यसले चाहिँ अब यो फिगरमा हेऱ्यौँ भने त हाम्रो D1 डिमान्ड कम डाउनवर्ड स्लोपिङ छ। पहिला इन्कम इनिसियल इन्कम Y1 थियो, क्वान्टिटी डिमान्ड Q1 थियो। अब हाम्रो कन्ज्युमरको इन्कम Y1 देखि Y2 मा बढ्यो। हेर्नु त इन्कम बढ्यो, उसले स्वात्तै आफ्नो क्वान्टिटी डिमान्ड घटाइदियो क्या, नेगेटिभ रिलेसनसिप। उसले सेकेन्ड ह्यान्ड बाइक किनेन, मार्केटमा अब त्यसको डिमान्ड घट्यो। इफ कन्ज्युमरको इन्कम बढ्यो भन्नेवाला इक्जाम्पलले बुझ्यौँ। यसको त्यति नै थियो। अब हामीले चाहिँ यसरी 3टा टाइप पढ्यौँ। एउटा जिरो इन्कम इलास्टिसिटी अफ डिमान्ड, जहाँ चाहिँ चेन्ज इन वाइ जति इन्क्रिज डिक्रिज हुँदा पनि क्वान्टिटी डिमान्डमा चाहिँ चेन्ज नआउने, आफूले कन्ज्युम गर्ने साल्ट उसले उही क्वान्टिटीमा कन्ज्युम गर्छ। अनि पोजिटिभ इन्कम इलास्टिसिटीमा 3टा पढ्यौँ। एउटा EY इज लेस देन 1, EY इक्वल टु 1, EY ग्रेटर देन 1 मा चाहिँ यसमा चाहिँ पोजिटिभ इन्कम इलास्टिसिटीभित्र रिलेटिभली इलास्टिक अनि पछि युनिटरी पढेका थियौँ, जुन चाहिँ हामीले पोजिटिभ रिलेसनसिपमै देखायौँ। त्यो हामीले अब फिगरहरूबाट बुझिसकेका छौँ। अब हामी चाहिँ थर्डमा नेगेटिभ इन्कम इलास्टिसिटीमा गएको थियौँ। नेगेटिभ इन्कम इलास्टिसिटीमा हामीले चाहिँ इन्फेरियर गुडको चाहिँ इक्जाम्पल दियौँ। इन्फेरियर गुडको इक्जाम्पल दिएर चाहिँ D1 डाउनवर्ड स्लोपिङ गरायौँ हामीले चाहिँ हाम्रो डिमान्ड कर्भ। यति नै थियो इन्कम इलास्टिसिटी अफ डिमान्ड, जहाँ चाहिँ मैले 5 टाइपको इन्कम इलास्टिसिटी अफ डिमान्ड एक्सप्लेन गरेँ विथ फिगर। सो त्यति धेरै सोच्नु पर्दैन। अब फिगरहरू तपाईँले याद भयो भने, कुरा बुझ्नुभयो भने तपाईँले यो बुझ्न एकदमै सजिलो हुन्छ। मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। अब तपाईँलाई मन पर्यो भने मेरो भिडियो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। अनि कुनै पनि टपिक रिलेटेड भिडियो चाहिएमा कमेन्ट गरिदिनु होला, म त्यो लिएर आउनेछु। आजलाई यति नै, थ्याङ्क यू।